नमस्ते साथीहरू, कुनै कुनै चिज यस्ता हुन्छन्, कुनै कुनै विषय यस्ता हुन्छन् जसलाई जति सुल्झाउन खोज्यो त्यो त्यतिकै बल्झिँदै जान्छ। त्योभन्दा बरु त्यो चिजलाई त्यत्तिकै छोडिदिएदेखि जाति हुने गर्दछ। हामीले व्यक्तिगत जीवनमा पनि यो कुरो महसुस गरिरहेका छौँ। व्यक्तिगत जीवनमा पनि हामीले यो कुरो कुनै न कुनै बेलामा भोगेका पक्कै छौँ। त्यस्तै रहेको छ हाम्रो नेपाल र भारतको सम्बन्ध, र त्यस्तै रहेको छ नेपाल र भारत बिचको सीमा। बेला बेलामा विभिन्न कालखण्डमा हामीले नेपाल र भारत बिचको सीमाको विवाद सुन्ने गरेका हुन्छौँ। हालाकि त्यो सीमा विवाद कहिले पनि सुल्झिँदैन र त्यो विवादले उग्र रूप पनि लिँदैन। तर अहिले बालेन्द्र सरकारको बेलामा आएर यो सीमा विवाद धेरै नै चर्केको छ। यसभन्दा पहिलाको कालखण्डमा यो विवाद चर्के भन्दा अहिले भिन्न किसिमले यो विवाद चर्केको छ। यो विवादले गर्दाखेरि नेपालमा मात्र होइन, भारतमा पनि जनताहरू आक्रोशित हुने पक्की देखिन्छ। बालेन्द्र शाहले भने कि भारतले मात्र हाम्रो सीमा मिचेको छैन, कि हामीले पनि भारतको सीमा मिचेका छौँ, जसले गर्दाखेरि नेपालको जनताहरू आक्रोशित भए कि हामीले भारतको सीमा मिचेका छैनौँ। र उता भारतको जनता पनि आक्रोशित हुन सक्छ कि नेपालको प्रधानमन्त्री आफैले भन्दैछ कि हामीले भारतको सीमा मिचेका छौँ। यति सानो नेपाल भएर हाम्रो देशको सीमा मिच्ने र नरेन्द्र मोदी प्रधानमन्त्री चुपचाप भएर बस्ने भनेर त्यहाँ पनि जनताहरूले विद्रोह गर्न सक्छन्। त्यहाँ पनि जनताहरूले नरेन्द्र मोदीको बारेमा बोल्न थाल्नेछन्, जसले गर्दाखेरि नेपाल र भारत बीच जनताको रोटी बेटीको सम्बन्धदेखि लिएर रहेको विभिन्न सम्बन्धहरूमा दरार आउन सक्छ। हालाकि बालेन्द्र सरकार र रवि लामिछानेको सरकारले भन्सारबाट 100 रुपियाँभन्दा बढीको सामान आउनमा रोक लगाइसकेपछि अथवा भन्सार तिर्न लगाइसकेपछि रोटी र बेटीको सम्बन्ध यसै पनि खतरामा रहेको छ। तथापि यो विवादले गर्दाखेरि नेपाल र भारत बीच ठुलो दरार हुन सक्छ। तर के बालेन्द्र शाहले भने यो कुरो 100% गलत हो त? के नेपालले भारतको सीमा मिचेकै छैन त? साथीहरू, मैले सुरुमै भने कि कुनै कुनै विषय यस्ता हुन्छन् जसलाई सुल्झाउनुभन्दा त्यत्तिकै छोडिदिएको जाति हुन्छ। नेपालको सीमा हामीले विभिन्न किताबहरूमा पढ्ने गर्दछौँ, पूर्वमा मेची पश्चिममा महाकाली भनेर। तर धेरैजनालाई थाहा छैन कि महाकाली पारी पनि हाम्रो दुईटा गाविस रहेको छ, चाँदनी र दोधारा। त्यस्तै गरेर हामीले दाबी गरे अनुसार, नेपाल सरकारले दाबी गरे अनुसार महाकाली वारी छ, लिपुले, कालापानी, लिम्पियाधुरा, जुन भारतले ओगटेको छ भने भारतले के दाबी गर्दैछ भने महाकालीको पारी रहेको भूभाग लिम्पियाधुरा, लिपुलेकमा हामीले सडक मार्ग बनाएका छौँ। त्यहाँ के छ भने महाकाली नदीको उद्गम बिन्दु कुन हो त? त्यसमै कन्फ्युजन छ। नेपाल सधैँ एउटा उद्गम बिन्दुलाई महाकालीको उद्गम बिन्दु मानिरह्यो भने भारतले एउटा बिन्दुलाई महाकाली नदीको उद्गम बिन्दु मानिरह्यो र त्यही अनुसार भारतले आफ्नो सेना त्यहाँ खटाइराख्यो, आफ्नो पूर्वाधारहरू बनाइराख्यो भने भारतले त्यो विषयलाई बिर्सिँदै गयो। सबैलाई, धेरैजसो साथीहरू तपाईँहरूमध्ये धेरैलाई रिस उठ्न सक्छ मेरो यो कुरोले कि नेपालले बिर्सियो भनिराख्दाखेरि। साथीहरू, हामीले पनि पढेका छौँ, मैले पढेको छु कि नेपालको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर थियो भनेर, र त्यो नक्सामा चुच्चे नक्सा थिएन त्यस बेला। पछि ओली सरकारले, ओली प्रधानमन्त्री भएको बेलामा चुच्चे नक्सा पारित गर्यो। त्यो किन भन्दाखेरि भारतले एउटा उद्गम बिन्दुलाई महाकालीको उद्गम बिन्दुको रूपमा मानिरह्यो, हामीले पनि मानिरह्यौँ, तर हामीले त्यो क्लेम गरेनौँ, त्यो अनुसार हामीले चासै लिएनौँ, बिर्सिँदै गयौँ। पछि ओली सरकारले त्यो कुरो सम्झायो। तर महाकालीकै कुरो गर्ने हो भने, वारी र पारी नै बोर्डर मान्ने हो भने पनि हामीले चाँदनी र दोधारा गुमाउनु पर्ने देखिन्छ। त्यसैले मैले भने सुरुमै कि हाम्रो यो सम्बन्ध नै यस्तो छ कि यसलाई जति सुल्झाउन खोज्यो त्यत्तिकै बल्झिँदै जानेछ। हाम्रो सीमामै हेरौँ न, खुल्ला सीमा छ, जो पनि यता आउँछ उताको मान्छे यता आएर काम गर्छ, रोजगारी गर्छ, यताको मान्छे झन् उता गएर सरकारी जागिरै गर्छन्। अझ भनौँ उत्तराखण्डतिर तपाईँ जानुहुन्छ, कुमाल गढवालतिर जानुहुन्छ भने सुदूरपश्चिमका व्यक्तिहरू, जुम्लाका व्यक्तिहरू त्यो डोकोमा त्यो इन्डियन तीर्थयात्रुलाई बोकेर माथि केदारनाथ, बद्रीनाथसम्म पुर्याउने गर्छन् भने विभिन्न होटलहरूमा नेपालको व्यक्तिहरूले
काम गर्ने गरेको छ। त्यति मात्र होइन, सरकारी क्षेत्रमा पनि नेपालका व्यक्तिहरू भारतमा काम गरिरहेका छन्। हाम्रो नेपालको प्रख्यात खेलाडी सन्दीप लामिछानेकै बुवा भारतको रेलवेमा काम गर्नुहुन्छ। यो हाम्रो एक किसिमको विचित्र सम्बन्ध छ। यो सम्बन्धलाई जारी राख्ने भने एउटा पारिवारिक सम्बन्धको रूपले जसरी परिवारमा सीमा विवाद हुन्छ त्यसरी लिएर जान नै बेटर हुन्छ। यस सन्दर्भमा मलाई बालन शाहको भनाइ उपयुक्त लागेको छ, सही लागेको छ। हामी तीनतिरबाट भारतले घेरिएका छौँ भने एकतिरबाट चाइनाले घेरिएका छौँ। तीनतिरबाट घेरिएको भारतसँग हामीलाई धेरै फाइदा छ। हामी दुई ढुङ्गा बिचको तरुल हौँ। हामीले दुईटै देशसँग सम्बन्ध बनाएर हिँड्नुपर्छ, सम्बन्ध राखेर हिँड्नुपर्छ। अब हामीले लिपुलेख लिम्पियाधुराको लागि अन्तर्राष्ट्रिय स्तरमा लाग्यो भने, त्यो लिन खोज्यो भने भारतले पनि महाकाली नदीलाई बोर्डर मानेर चाँदनी र दोधारा लिन सक्छ। त्यहाँ उसले क्लेम गर्न सक्छ। यो विवाद चर्किँदै जान सक्छ। भारत त्यसको बदलामा विभिन्न हामीमाथि रोक लगाउन सक्छ, सेन्सन गर्न सक्छ। त्यसकारण बालेन्द्र भने जस्तै यसलाई एउटा साथीको रूपमा, एउटा परिवारको रूपमा भारतसँग यो सीमा विवाद समाधान गर्नुपर्छ। यसरी समाधान गर्नुपर्छ अबको यो सरकारले, किनकि लगभग 2/3 सरकार छ र यो सरकारको जनसमर्थक पनि यति छ कि सरकारले जे भने यसको समर्थकले मान्छ। त्यस कारणले गर्दाखेरि यो सीमा विवाद सुल्झाउनलाई यो सरकारलाई फाइदा पनि हुनेछ, किन यसको विरोध धेरैले गर्ने छैनन्। जुनसुकै स्थितिमा पनि बालेन्द्र शाह र रवि लामिछानेको सरकारले यो सीमा विवाद यही बखतमा यो सरकार भएकै बेलामा टुङ्ग्याएदेखि नेपाल र भारतको मैत्रता सधैँको लागि चलिरहन्छ र यो विवाद आउने दिनमा फेरि पनि आउने छैन। त साथीहरू, यसरी हाम्रो सीमा विवाद रहेको छ। कहीँ महाकाली नदीलाई हामी किनार मान्यौँ भने, बोर्डर मान्यौँ भने महाकाली पारी हाम्रो देश छ, चाँदनी दोधारा छ। अब कहीँ हेर्छौँ भने खोला जता 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 घुम्छ। आज खोला यो छेउमा हुन्छ, भारत उता हुन्छ। कहिले हाम्रो खोला उता गइदिन्छ, भारत यता आइपुग्छ। अर्थात् भारतले भन्छ त्यो हाम्रो भूभाग हो, हामी भन्छौँ त्यो हाम्रो भूभाग हो। किन खोलाको त कुनै दिशा हुँदैन। 10 वर्ष 12 वर्षमा खोलाले आफ्नो स्वरूप परिवर्तन गरिरहन्छ। आज खोला यहाँ छ, भोलि खोला 5 किलोमिटर उताबाट बग्न थाल्छ। अर्थात् 5 किलोमिटर भूभाग हामीले त भारतको हडपिन्छौँ। हामीले के हडपर्नु, प्रकृतिले नै हडपिदिन्छ। त्यही 10 वर्षपछि फेरि हुनसक्छ खोला हाम्रो भूभागभित्र 10 किलोमिटर भित्रबाट हिँड्न थालोस् र पारी रहेको जमिनहरू सबै भारतले क्लेम गर्छ, स्वतः भारतको हुन्छ। यस्तै छ त, नारायणीको सुस्ता पूर्व जानुभयो भने, सुस्ता क्षेत्रमा जानुभयो भने खोलाले दिशा परिवर्तन गरिरहन्छ र देशको सीमा परिवर्तन भइरहन्छ। हाम्रो सम्बन्धै त्यस्तो छ। यो सम्बन्धलाई यसरी नै लिएर सदियौँ कालसम्म जानुपर्छ, किन सदियौँ कालदेखि हाम्रो जुन सम्बन्ध छ त्यो सम्बन्धलाई मेटाउनु हुँदैन। देशको सीमाको रक्षा गर्ने मधेसी समुदायहरू छन्। उनीहरूको अझ कुरो सुन्यो भने त देश सिवान छपरासँग थियो भन्छन्। अर्थात् नेपाल छपरा र सिवानसँग थियो भन्छन्। सिवानलाई मधेसीहरूले सीमा माग्छन्, अर्थात् सीमालाई सिवान भनिन्छ भनेर सोध्छन्। छपरासँग नेपाल थियो भनेर भन्छन्। त के हामी अब छपरासँग नेपाल माग्न जान सक्छौँ र भारतसँग लिन सक्छौँ त? सकेनौँ नि। अहिलेको हाम्रो तत्काल विषय भनेको गरिब निमुखा जनतालाई घाँस बाँस कपासको व्यवस्था गर्नु हो। तर यो सरकारले बाँस हटाइरहेको छ, घाँसमा कर थपिरहेको छ। त साथीहरू आज हामीले चर्चा गऱ्यौँ नेपाल भारतको सम्बन्ध र सीमा विवादको विषयमा। तपाईँलाई आजको श्रृङ्खला कस्तो लाग्यो कमेन्ट गरेर लेख्न नबिर्सनुहोला र अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गर्नुहोला। आगामी श्रृङ्खला फेरि विषयवस्तुको साथ तपाईँसँग पहुँच्छु हुनेछौँ। तपाईँसँग बिदा दिनुहोस्। जय देश, जय नेपाल।